त्यही हो सबैजनालाई हामी फेरि पनि अनलाइन क्लासमा आइसकेका छौँ। के म त भात खाएर बसेँ। भात खाइसक्यो? भात खाएर बसेको छ त। सो आज हामी च्याप्टर हतार 2 मा हतार छौँ है। हिजोको चाहिँ च्याप्टर 1 हो। अब क्लास छुटेकोहरूलाई त मैले युट्युबमा पनि राखिदिन्छु, तर क्लास चाहिँ जोइन गर्नुभयो भने चाहिँ अझै राम्रो हुन्छ। किनभने चाहिँ यो अहिले चाहिँ हामी अझ टाइम चाहिँ छ, टाइम नभएको होइन, तर अहिलेदेखि नै मेहनत गर्यो भने चाहिँ पछि तपाईँहरूलाई सजिलो हुन्छ क्या। सो मैले क्लास अझै फेरि बिहानको पढाइ पनि त्यस्तै भइसकेको छ होइन। एभ्रिथिङ हाम्रो कमान्डो पाकामै गइरहेछौँ होइन। सो हामी इक्वा अथवा चाहिँ च्याप्टर 2 इक्वा भन्छ, सेङवाल योङफुङ अथवा चाहिँ दैनिक जीवनमा प्रयोग हुने सामान। सेङवाल योङफुङ इक्वाबाट चाहिँ हामी सुरु गर्दैछौँ। हामीले हिजो च्याप्टर 1 चाहिँ सकाइसकेका छौँ। सो यो चित्रमा हेर्नुहुन्छ भने चाहिँ दुईवटा मान्छेले एकअर्कासँग कुरा गरिरहेछ। यो केटीले चाहिँ इगन मोएयो भनिरहेछ है। सो इगन मोएयो भनेको चाहिँ यो के हो र उसले चाहिँ घडीलाई देखाएर सिगे एयो भनेर घडी हो भनेर। र यो च्याप्टरमा हामीले चाहिँ पढ्ने भनेको चाहिँ व्याकरणमा चाहिँ इएयो एयो। सो यो चाहिँ अनौपचारिक रूप इम्निदा र इम्निकाको अनौपचारिक रूप हो। यसले चाहिँ प्रश्न पनि गर्दा इएयो ए नै लाग्ने भयो र उत्तर गर्दा पनि इएयो ए नै फर्मेटमा आउने भयो है। सो अब इम्निकाले चाहिँ प्रश्न गर्दा इम्निदामा एन्सर आउँथ्यो भने चाहिँ यसमा चाहिँ इएयो ए हो। अब जेमा प्रश्न सोधिएको छ त्यसमा नै उत्तर हुन्छ। तलको चाहिँ इग आनिएयो छ। इग आनिएयो भनेको चाहिँ आनिएको चाहिँ हाम्रो इएओ को चाहिँ नेगेटिभ फर्मेट हो है, अथवा चाहिँ हाम्रो अपोजिट मिनिङ दिन्छ, होइन भनेर यसले चाहिँ हामीलाई मिनिङ दिन्छ। अब इ र गा चाहिँ फाच्चिम हेर्ने, कन्सोनेन्टमा चाहिँ फाच्चिम। अब यदि नाउनमा चाहिँ फाच्चिम छ भने चाहिँ इ आनिएओ लाग्ने भयो, अनि फाच्चिम छैन भने चाहिँ गा लाग्ने भयो है। सो पहिला नै हामीले पढेको कुरा हो। अवि अथवा शब्दमा चाहिँ सामुशील मूलगण अथवा चाहिँ हाम्रो सामुशील भनेको चाहिँ अफिस, मूलगण भनेको सामान। सो अफिसमा चाहिँ कस्तो कस्तो सामान प्रयोग हुन्छ भन्ने पनि हामी यो च्याप्टर 2 मा अलिकति त्यो मिनिङहरू हेर्छौँ। सेङवाल योङफुङ अथवा चाहिँ सेङवाल योङफुङ भनेको चाहिँ दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरू भयो, जसमा चाहिँ टुथपेस्ट छियाक, टुथब्रस छिटसोल, अब साबुन होइन, त्यसपछि हाम्रो ताउली, त्यसपछि के चाहिन्छ त दाढी काट्ने मेन्दोगी। सो के चाहिन्छ सेङवाल योङफुङमा डेली दैनिक मा चाहिँ हामीले प्रयोग गर्ने सामानहरूको बारेमा र त्यसको प्रयोगहरूको बारेमा पनि हामी च्याप्टरमा हेर्छौँ। त अर्को चाहिँ बुनुवा वा छङ्बो छ। बुनुवा वा छङ्बो चाहिँ हाम्रो संस्कार र जानकारीमा चाहिँ हाङ्गुगे छ, आतुल हागे सेङमिल म्युटमा सेङमिल फुमुल खुइ भानुन छिप है। यो चाहिँ कोरियामा चाहिँ सुलभ हुने गरी चाहिँ होइन, दैनिकी जीवनमा आवश्यक पर्ने सामानहरू चाहिँ सुलभ तरिकाले अथवा चाहिँ सजिलो तरिकाले चाहिँ खरिद गर्ने चाहिँ टिप्सहरूको बारेमा पनि हामी यो च्याप्टरमा हेर्छौँ है। हाङ्गुगे छ, आतुल हागे सेङफिल फुमुल खुइ भानुन टिप। यो टिप भनेको चाहिँ टिप्स हो है, इङ्ग्लिसबाट टिप्स भन्छ नि, त्यो टिप्स भयो है। र हाक्सुक मोक्फ्यो पाठको उद्देश्यमा चाहिँ मुलगने इरुमुल मुतको थेराभाल्सु इत्ता। सो सामानको नाम सोधेर उत्तर दिन सक्नु होइन। अब सामानको नाम पनि सोध्ने अनि उत्तर पनि दिन सक्नेसम्मको चाहिँ सक्षम हुन्छ भनेर चाहिँ च्याप्टरले चाहिँ देखाएको छ। र अर्को चाहिँ छिसिअरो मुतको थेराभाल्सु इत्ता भनेको चाहिँ छिसिअरो भनेको चाहिँ निर्देशन अथवा निर्धारित गरिएको कुरालाई सोधेर उत्तर दिन सक्नु। त्यस्तो गाह्रो चाहिँ केही पनि छैन, हामीले पहिला पनि पढेको हो है। सो हामी नेक्स्टमा जान्छौँ। औ इल, यो चाहिँ सुशीलाजी इलको सिप्स्यो।
अविइल सामुसिल मुलगन इगत छगत खुगत मुअत मो अनि एकमा इल्बनमा एन्फिल इबन बुल्फेन सामन खावी साबन खाल ओबन सिगे युगबन थाल्याक छिलबन कम्फिथ फाल्बन आन्ग्याङ खुबन हिउँदेफोन हिउँदे छनवा सिबन खेसाङ्गी सिबिलबन ठिक छ। कफ। सो यो चाहिँ हाम्रो औवी इल अथवा औवी इल भनेको चाहिँ नेपालीमा चाहिँ शब्दावली अथवा शब्द हो। सो शब्दावली 1 मा चाहिँ सामुशील मूलगन अथवा चाहिँ अफिसका सामानहरूको बारेमा हामी हेर्दैछौँ। यो इगत, छगत, खुगत यो गत 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 चाहिँ सामानमा लाग्छ र यसले चाहिँ सामानको स्थानलाई जनाउँछ है। सो यो चाहिँ प्रिपोजिसन भन्छ खासै हाम्रो इङ्ग्लिसबाट चाहिँ यो चाहिँ स्थानलाई जनाउने हो। इगत भनेको चाहिँ यो कुरा अथवा यो चिज होइन यहाँ छ जस्तो। छगत भनेको चाहिँ उ त्यो कुरा अथवा उ त्यो चिज र खुगत भनेको चाहिँ त्यो चिज है। सो यसले चाहिँ स्थान जनाउँछ इगत, छगत, खुगत। मुवत अथवा मो भनेको चाहिँ के हो है। सो यहाँ चाहिँ तपाईँको चाबी छ, पर्स छ, त्यसपछि चाहिँ कस्मेटिक प्रडक्ट छ, त्यसपछि काइयो छ होइन। सो यल्सवे अनि त्यसपछि हाम्रो फित वाजाङफु अनि पर्सलाई के भन्छ त छिगाप। छिगाप। गुड, पर्सलाई चाहिँ छिगा भन्ने भयो है त। सो यो यसरी पढ्दाखेरि चाहिँ सामान पनि अब यल्सवे छिगाप फिट वाजाङफुम होइन त्यसरी चाहिँ पढ्नु सक्नु पर्यो। अब यो 1 2 3 4 5 6 7 8 9 10 11 छ। यो भनेको चाहिँ हामीलाई चाहिँ अफिसको डेस्कमा बस्दाखेरि प्रयोग हुने सामानहरू भयो होइन। सो इल्बनमा चाहिँ तपाईँले यहाँ हेर्नुभयो भने इल्बनमा चाहिँ यनफिल अथवा चाहिँ पेन्सिल होइन। इल्बन यनफिल इबन हेर्नुभयो भने चाहिँ हाम्रो बोल पेन छ है, बोल पेन। अब यो चाहिँ बल पेनलाई इङ्ग्लिसबाट भनेकोलाई नै ट्रान्सलेट गरेर चाहिँ बोल पेन भयो। साम्बन अथवा 3 नम्बरमा खावी कैँची, साबन अथवा 4 नम्बरमा चाहिँ हाम्रो खाल अथवा चक्कु। चक्कु चक्कु कस्तो चक्कु त यो पेपर कटर चक्कु। अब यसलाई पनि खालै भन्छ, हाम्रो त्यो किचनमा युज हुने नाइफलाई पनि खालै भन्छ है, त्यो झुकिनु भएन है। खाल भनेको चक्कु। अब यहाँ चाहिँ बक्स कटर दिइरहेको छ, अब बक्स कटर बुझ्नुहुन्न नेपालीमा भने चाहिँ चक्कु। अनि हाम्रो ओभन अथवा चाहिँ 5 नम्बरमा सिके छ घडी, युगबनमा थाल्य क्यालेन्डर अथवा चाहिँ भित्ते पात्रो भन्छ, कम्प्युटर छिलमा छ छिलबनमा कम्प्युटर, फाल्बन आङ्ग्यङ चस्मा, खुबन हिउँदे फोन हिउँदे छन्वा अथवा चाहिँ हाम्रो मोबाइल फोन, सिपवन खेसाङ्गी र सिभिल वन चाहिँ खप्छ है। सो यो पढ्दाखेरि पनि कोरियन भाषा चाहिँ छिराउनु पर्यो। इल्बन यनफिल, इबन बुलफेन, साम्बन खावी, साबन खाल, ओबन सिगे, युगबन थाल्य, छिलबन कम्प्युटर, फाल्बन आङ्ग्यङ, खुबन हिउँदे फोन हिउँदे छन्वा, सिपवन खेसाङ्गी, सिभिल वन खप। यसरी चाहिँ पढ्नु पर्यो है। सो यो तलको चाहिँ ख्वाङ्गे इन्नुन गत किरी यङ्गेल हासेयो छ। यो भनेको चाहिँ सम्बन्ध भएका कुराहरूलाई जोड्नुहोस्। यङ्गेल हादा भनेको चाहिँ जोड्नु हो। सो इल्बनमा चाहिँ के हो त, इल्बनको चाहिँ यो हामीले पहिला क्लासमै गरिसकेको छ। इल्बन चाहिँ हाम्रो यहाँ जान्छ कम्प्युटर है। इबन चाहिँ हाम्रो के हो त, इल्बन इबन चाहिँ बुलपेन अनि साम्बन चाहिँ हाम्रो थाल्यक र फाल्बन चाहिँ हाम्रो आङ्ग्यङ है। सो यस पहिला नै गरिसकेको छ क्लासमा। अब गर्नु भएको छैन भने चाहिँ मैले भिडियो रेकर्डिङ अलि पठाइ नै हाल्छौँ। भिडियो रेकर्डिङ हेर्दै अब चाहिँ बिस्तारै बिस्तारै च्याप्टर पनि गर्नु पर्यो। मुनबप इल बिमलाजी इल्गु सिप्सियो। मुनबप इल इयो अनि एयो। ठिक छ, पढौँ। इयो एयो नुन ए नुन चुवा ए जोक्सङ्गुल ना था ने नुन मेङ्सा वा खाची मिलेन। हजुर खेल हाए फिगेक शिक्षक
상와에서 tud-nun 사람은 노때 말하는 문장의 설소에가 된다. पढ्नमा अलिकति प्र्याक्टिस पुगेन है। ल तलको पढ्नु त। 주어의 속성에 대하여 물을 때는 이에요. 에요를 사용하고 문장에 곧 부문을 원래 발음한다. यताको सिस्लाजी 팁스고 얘는 객식을 차리지 않아도 되는 상황에서 친구하게 말할 때 사용한다. 입니다는 행위나 발표와 같이 공식적인 자리에서 예의를 갖추고 말할 때 사용한다. यो चाहिँ तलको फेरि बिमलाजीले पढ्नुहुन्छ। बिमलाजी थासी 읽으십시오। खोइ त मेरोमा कस्तो सर यसलाई ठुलो योभन्दा ठुलो त बनाउन सकिन्न नि। ल यत्रो बनाउने। ल हैन मेरो चाहिँ कहाँ किताब छ कि छैन? मेरो फोटो आयो किताब छ कि छैन? ल अब हेर्नु त यहाँ सर किताब पेज नम्बर कति पेज हो? नम्बर ओसिफ खु 59 ओसिफ खु पेज फ्योसेयो। बिमलाको त्यो किताबमा भर्या छैन सबमै। अब भर्दै जाँदा हुन्छ कि अब सजिलो हुन्छ। ल यो पढ्नु न पढ्नु। यो तरिकाले त फेरि सिद्धिँदैन कक्षा। 빨리 59 हुन्छ सर हुन्छ। 여기에서 읽으십시오. एयो हो हुन सक्छ औपचारिक। यो एबाट पढ्नु पर्यो कि एबाट तलको एबाट स्क्रिन हेर्नु इगन खेङसाङ्गी एयो खुगन खेसाङ्गी एयो इगन खेसाङ्गी एयो खुगन 안경기 에요 가 어느 나라 사람이에요? 나 베트남 사람이에요. अब पढ्दाखेरि चाहिँ मैले पहिला नै भनेको ग चाहिँ अगाडि आउँदा मात्रै ख हुने हो। बिचमा या पछाडि आयो भने चाहिँ हाम्रो ग नै हुने हो। फाँच्चीमा आयो भने चाहिँ क हुने हो है। उच्चारण गर्दाखेरि चाहिँ त्यो तपाईँहरूले हेर्नु पर्यो। स पनि सलाई चाहिँ कुनै पनि तपाईँको अगाडि पछाडि जे आए पनि स नै हुने हो है। अब हाम्रो ज अगाडि आउँदा छ हुने हो। त्यो चाहिँ तपाईँहरूले जुन हामीले फारुम फपमा पढाएको थियो त्यो चेक गर्नु पर्यो है। सो म एकचोटि बुझाउँछु, सुन्नु होला। 이에요 에는 주어의 속성을 나타내는 명사와 결합하여 비격식적 상황에서 뚫는 사람을 높여 말하는 문장의 서술어가 된다. 주어의 속성에 대하여 물을 때에는 이에요 에를 사용하고 문장의 끝 부분을 올려 발음한다 भनेको छ है। सो इएयो ए चाहिँ विषयको यो सोक्सङ भनेको छ नि हैन। सोक्सङ भनेको छ भने चाहिँ विषयको भाव है। भावलाई नाथानेनुन जनाउने चाहिँ नामसँग जोडिएर फिगक्सिछक भनेको चाहिँ अनौपचारिक अथवा चाहिँ इन्फर्मल भनेको है अब अनौपचारिक अवस्थामा सुन्ने मान्छेले नोफ्यमा लानु है। सो उच्च कुरा गर्ने वाक्यको ससुल अगा द्वैन्दा भनेको पूर्वाधार हुन्छ
हुन्छ। विषयको भावको बारेमा प्रश्न गर्ने बेला इएओ ए रुल प्रयोग हुन्छ र वाक्यको अन्तिमको बुबुन भनेको चाहिँ पार्ट्स हो, भाग। अन्तिमको भागलाई ओल्य फारुमान्दा उठाएर उचालेर चाहिँ उच्चारण हुन्छ भनेको। अब यो बुझ्न सक्नुहुन्न भने चाहिँ पछि मैले सजिलोको लागि चाहिँ तपाईँहरूको एभ्रिथिङ नेपालीमा नै ट्रान्सलेट गरेर हाम्रो पिडिएफमा म त्यहाँ अपडेट गरिदिन्छु होइन। तर सरल भाषामा बुझ्दा चाहिँ एयो इएयो भनेको हो भनेर बुझ्नु पर्यो। यहाँ के भनेको छ, इएयो एनुन ख्यक्सिक छारिजी आनादो हो है। सो इएयो ए चाहिँ ख्यक्सिक भनेको चाहिँ औपचारिक है, छारिजी आनादो स्थानमा नभए पनि द्वेनुन साङमाङ एस छिङ्गु हागे है। सो औपचारिक ठाउँमा नभए पनि अवस्थामा चाहिँ साथीसँग कुराकानी गर्ने बेला पनि प्रयोग हुन्छ भनेको छ है। इम्निदानुन हेविना, अब इम्निदा चाहिँ हेवी भनेको यो चाहिँ मिटिङ अथवा फाल्फ्यो भनेको चाहिँ घोषणा गर्ने जस्तो है, ब्रोडकास्ट गर्ने है। मिटिङ अथवा घोषणासँग जस्तो ख्यङ सिक छगिन छारिएछ भनेको छ है। यो चाहिँ ख्यङ सिक छग र यो माथिको ख्यक्सिक भनेको एउटै कुरा हो, औपचारिक है। औपचारिक ठाउँमा एविरुल खाच्चुको शिष्टाचार बोकिएर माराल्ते साइन हाम्निदा बोकेर कुराकानी गर्ने बेला प्रयोग हुन्छ। अब यहाँ फुअङ सिनुन भेटनाम सारा मिल्दा, फुअङ चाहिँ भेटनामको मान्छे हो अथवा भेटनामी हो भनेको छ। अब यो कसरी लाग्छ त, फाचिम भएको बेला चाहिँ ए हो, फाचिम नभएको बेला चाहिँ ए हो। सो यहाँ हेर्नुभयो भने कपमा फाचिम छ त्यसैले कफी ए हो, अनि यो सिगे अथवा घडीमा चाहिँ फाचिम छैन त्यसैलाई सिगे ए हो भएको छ है। यदि फाचिममा अलि शान्ति सम्झना तिम्रो त्यो हेडफोन ल्याएको छ नि यो चार्ज फाचिममा भएको व्यञ्जन वर्ण र लगतै पछि स्वर वर्ण आयो भने चाहिँ पहिला नि मैले भनेको थिएँ व्यञ्जनले चाहिँ स्वरको आवाज दिन्छ। सो इगन खेसाङ्गी हो, यो चाहिँ क्यालकुलेटर हो। खुगन आङ्ग्यङ हो, त्यो चाहिँ चस्मा हो। अब यहाँ गा र नाको दुईटा कुरा भएको छ। गाले चाहिँ अनुनारा सारामियो कुन देशको मान्छे हो भनिरहेको छ भने यसले चाहिँ भेटनाम सारामियो भेटनामको मान्छे हो भनेको छ है। सो एक नम्बरमा हेर्नुभयो भने खुरिमुल बोगो थेवारुल वानसँग हाँस्यो। अब यो सबै अहिले लेखाउनुलाई पढाउनुलाई चाहिँ टाइम छैन, सरर एन्सर भनिदिन्छु, युट्युबको लिङ्क पठाइदिन्छु, तपाईँहरूले पछि फुर्सद हुँदा सुनेर अनि यदि छुट्याउनु भएको छ भने भर्ने। अब इले भन्छ, इल्बनमा चाहिँ गाले भन्छ इगन युधे फोन इए हो, यो चाहिँ मोबाइल फोन हो भने चाहिँ ने पोजिटिभमा चाहिँ एन्सर यसमा आउनु पर्यो ने युधे फोन इए हो। यसलाई जस्ताको तस्तै यहाँ सार्ने हजुर मोबाइल फोन हो। 2 नम्बरमा चाहिँ थेकुक साराम इए हो, हजुर के अरे थाइल्यान्डको मान्छे हो सोधिरहेको छ। यहाँ पनि पोजिटिभ नै छ एन्सर ने थेकुक साराम इए हो। अब यहाँ चाहिँ इगन खावी हो, खावी भनेको चाहिँ हाम्रो कैँची हो, तर यसमा चाहिँ चित्र दिएको छ खालको अथवा चाहिँ पेपर कटरको आनियो खावी आनियो खाल इयो बनाउँदा नि भयो, आफूले बनाउन सक्नुहुन्छ भने, नत्र चाहिँ आनियो खाल इयो मात्रै बनाउँदा नि भयो है। आनियो खाल इयो त्यति। अनि चाहिँ योरिसा कुको आनियो वैसायो होइन डक्टर हो बनाउनु पर्यो। तलको पनि इमा चाहिँ खुरिमुल बोगो बोगेवा खाची थेवाए बोसे हो। अब यो चाहिँ हामीले पहिला पर्टिकुलरली एउटा सबै गरिसकेको नै हो पहिला नै हामीले किताब पढ्दाखेरि नै होइन। सो यसमा चाहिँ यनफिल बुलफ्यन खावी खाल सिगे थाल्यक युदेफोन कम्प्युटर खेसाङ्गी आङ्ग्यङ त्यसपछि माउसु सबै कुरा छ यहाँ खप होइन। सो अब आफूले जति पनि यहाँ चाहिँ तपाईँको मूलगण अथवा सामानहरू देख्नुहुन्छ नि, हामी यहाँ पढेको थियौँ अघि चाहिँ यसलाई के भन्छ भनेर चाहिँ अघि हामीले पढेको थियौँ। फेरि सामोशील मूलगण होइन, अफिसको सप्लाइजहरू। सो यहाँ जति पनि सामोशील मूलगणहरू देखिरहेको छ त्यो चाहिँ तपाईँहरूले भ्याउँछ भने बनाएको राम्रो। अब यो बनाइसकेकोले परेन, अब जसलाई आउँदैन त्यसले चाहिँ ट्राई गर्दा भयो है। सो इगन मोए हो, यो चाहिँ तपाईँको एक्जाम्पल भयो, बोगी भनेको चाहिँ तपाईँको एक्जाम्पल हो। यो के हो, यहाँ 1 नम्बर खेसाङ्गी छ, यहाँ खेसाङ्गी हो क्यालकुलेटर हो। इगन बुलफेन हो, यो बुलफेन हो। ने बुलफेन हो, हजुर बल पेन हो बनाएको छ। अब यही फर्मेटमा चाहिँ अब दुईटा सामान चेन्ज गर्नु पर्यो।
यहाँ एउटा सामान छ यनफिल इगन मोएयो यनफिल इएयो बनाउने अनि इगन फेरि अर्को सामान राख्ने खाल इएयो ने खाल इएयो बनाउँदा भयो है। गाह्रो छैन, पहिला गरिसकेकै हो। अब लेख्न समय छैन भने पनि सामान चेन्ज गर्दा गर्दै आफूले टकिङ गर्ने अथवा थेवाए बस्यो भनेर चाहिँ कुराकानी गरी हेर्नुहोस् भनेर चाहिँ आफूले आफूलाई नै कुरा गरी ट्राई गर्ने है। यन्सुप मानि हेरे हो है, यो चाहिँ के अरे तपाईँले अभ्यास चाहिँ धेरै गर्नुपर्छ। ल थेवा इलमा जाउँ हामी। थेवा इलमा चाहिँ दुईजनाले पढ्नु पर्यो सँगसँगै है। छारा सिनुन सुसिलासी युजिन सिनुन बिमलासी 일구 십시오. 유진씨 이건 뭐예요? 달래기요. 저건 뭐예요? 아, 저건 시계예요. अब यसमा समस्या केही पनि छैन हैन। सुरुमा चाहिँ युजिनजी यो के हो भनिरहेछ भने चाहिँ क्यालेन्डर हो, उ त्यो चाहिँ के हो भने चाहिँ नि उ त्यो चाहिँ घडी हो भनेर चाहिँ सरल भाषा एउटा सिम्पल कन्भर्सेसन मात्रै भएको छ है। सो म यो कुरा चाहिँ तपाईँको अब लिसनिङ चाहिँ बजाइदिन्छु सुन्नु है। Track number 33. 유진 씨, 이건 뭐예요? 달력이에요. 저건 뭐예요? 아, 저건 시계예요. त्यस्तो केही पनि समस्या छैन है। सो तल जान्छु। अब यसको उत्तर चाहिँ दिनु पर्यो। इगन थाल्यक इएयो सुसिलासी के लेखेको छ हामीले पहिला उत्तर दिनुस्। थेता भाष्य 네 छगन 달력이에요. मोएयो 시계예요. सो विमलाजीले पहिला बनाएको छ कि छैन यो? छैन छैन भने सर। चाहिँ अब उसले एन्सर भनिसकेको छ। अब सुनेर भ्याउँदाखेरि बनाउनु है। अब यताको हस्। टिप्सको बारेमा म भनिदिन्छु। इगन खुगन छगन है। इगन खुगन छगन के हो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो है त। इगत खुगत छगसी उन्नुन इगा वा खाल्यप हान्नुन ख्यङ्गु सुल्ते नुन ओल्रे यङथेरो सुजिमान मारहाल्ते आरेवा खातुन छुलिप मारुल छुरो सायङ हान्दा भनेको छ है। इगत खुगत छगत चाहिँ उन नुनसँग जोडेर होइन अथवा जोड्ने अवस्थामा लेख्ने बेला चाहिँ ओरिजिनल फर्मेटमा लेखे तापनि कुरा गर्ने बेला चाहिँ तलसित जस्तै छोटो भाषा प्रयोग गरिन्छ भनेको है। सो लेख्दाखेरि चाहिँ उयो यसरी लेख्ने भयो इगसुन खुगसुन छगसुन, तर बोलीचालीमा चाहिँ इगन खुगन छगन अनि यता पनि इगसीलाई इगे खुगसीलाई खुगे छगसीलाई छगे भएको छ। सो इगत भनेको चाहिँ मैले पहिला नि भनेको छु गत 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 चाहिँ सामानमा लाग्छ भनेर है। सो मोस्टली इगत जति सामानमा युज हुन्छ। इकोत छकोत खुकोत यो ठाउँ त्यो ठाउँ उ त्यो ठाउँ जति चाहिँ हाम्रो ठाउँमा लाग्छ। बुन है इबुन छबुन खुबुन त्यो मान्छेमा लाग्छ है। त्यो चाहिँ हामीले बुझ्नुपर्छ। यो केही पनि होइन। इगन अथवा इगे भनेको चाहिँ इगसुनको छोटो भाषा इगन भयो, इगसीको छोटो भाषा चाहिँ इगे भयो है। बुझ्दाखेरि सरल भाषामा यो उ त्यो र यो सामान उ त्यो सामान र त्यो सामानै हो है। सजिलो छ, त्यस्तो गाह्रो छैन। यहाँ चाहिँ इगे यो चाहिँ इगे युजो फोन इयो यो मोबाइल फोन हो भनेर एउटा एक्जाम्पल दिएको छ है। सो तलको जाउँ हामी। सिसी दोइन निरादित भएको फ्योनुल भल्याङ आयो अभिव्यक्ति पूर्ण प्रयोग गरेर थेवाए बोसेयो सम्वाद गरी हेर्नुहोस् भनेको छ है। सो यहाँ चाहिँ तपाईँको ल्यापटपमा चाहिँ ल्यापटप दिएको छ, त्यसपछि चस्मा छ, क्यालकुलेटर छ, त्यसपछि कप छ।
है। अब यो सबैलाई चाहिँ इगन जोडेर बनाउनु पर्ने रहेछ। बोगी चाहिँ यहाँ बनाइसकेको छ। इगन चाहिँ खाली ठाउँमा राखेर के बनाएको छ त, इगन मोए हो, यो चाहिँ के हो बनाएको छ। अनि एन्सरमा आङ्ग्योङ राखेको छ, इगन आङ्ग्योङ ए हो, यो चाहिँ चस्मा हो बनाएको छ। फेरि छगनबाट अर्को प्रश्न बनाएको छ, छगन मोए हो बनाएको छ, ऊ त्यो चाहिँ के हो। अनि छगन कफी हो भनेर चाहिँ त्यो चाहिँ कप हो बनाएको छ। सो सेम तरिकाले के गर्नु पर्यो, छगनलाई यहाँ चेन्ज गर्नु पर्यो सुरुमा। सो यो हुने भयो छगन मोए हो, ऊ त्यो चाहिँ के हो। अनि यहाँ चाहिँ कम्प्युटर आउनु पर्यो, छगन कम्प्युटर। अब यहाँ चाहिँ हाम्रो फाचिम छैन, त्यसैले कम्प्युटर ए हो हुनु पर्यो है। अनि अनि त्यसपछि यो छगनको ठाउँमा अब यो इगन आउनु पर्यो, इगन मोए आउनु पर्यो। यो चाहिँ के हो, हामीसँग खेसाङ्गी छ र यो छगनको ठाउँमा फेरि इगन राख्ने, इगन। अनि यो खपको ठाउँमा चाहिँ खेसाङ्गी राख्ने, खेसाङ्गी। अब फेरि यहाँ फाचिम छैन, ए आउनु पर्यो। सो के हुने भयो त, छगन मोए हो, छगन कम्प्युटर ए हो, इगन मोए हो, इगन खेसाङ्गी ए हो हुने भयो है। सो फारुममा हामी फेरि उच्चारणमा जान्छौँ। उनुन इप्सुरुल दोङ्गुल्गे हाय फारुम हागो, उनुन इप्सुरुल फ्योङ हागे फ्यस फारुम हान्दा। अब यो चाहिँ हाम्रो सरल भाषामा भन्नु खोज्दाखेरि चाहिँ दुईटा उको भिन्नता देखाउन खोजेको मात्रै हो होइन, अरू त्यस्तो केही पनि छैन। सो टी जस्तो ऊ भने है, टी जस्तो ऊ चाहिँ ओठलाई गोलो गरेर उच्चारण गर्छ, ऊ गरेर गोलो गरेर। अनि ड्यास जस्तो ऊ चाहिँ ओठलाई समर्थल अथवा सम्म फैलाएर अथवा सम्म हुने तरिकाले फैलाएर उच्चारण गर्छ भनेको मात्रै हो। दिस इज नट इम्पोर्टेन्ट है, यो इगे आनफिरो हो, यो चाहिँदैन, यो जाँचमा सोध्दैन है। सो जस भिन्नता चाहिँ थाहा हुनु पर्यो। ऊ खुरुम, अब यहाँ मिनिङ चाहिन्छ भने चाहिँ खुरुम भनेको बादल हो है। खुन्ने, खुदु र खुरिम, खुदु भने खुन्ने, यो चाहिँ उनी अथवा चाहिँ उनीहरू भने बेला चाहिँ खुन्ने लाग्छ। खुदु भनेको चाहिँ जुत्ता, छालाको जुत्ता, र खुरिम भनेको चाहिँ बादल भयो है। त्यस्तो अरू केही पनि छैन। त्यसैले हामी नेक्स्टमा जान्छौँ। अवि इज यो चाहिँ हाम्रो पछाडि खुरिम चित्र हजुर होइन, पछाडिको खुरिम चित्र अगाडिको यो बादल चाहिँ होइन। बादल भयो, पछाडिको चाहिँ चित्र भयो क्या है। बुझ्नु भयो नि, खुरुम र खुरिम एउटै एउटै सुनिन्छ नि। खुरुम भनेको चाहिँ क्लाउड क्लाउड, अनि खुरिम भनेको चाहिँ चित्र। बुझ्यो नि होइन, त्यस्तो गाह्रो छैन। ल यो अवि इ चाहिँ हाम्रो विमलाजीले पढ्नुहुन्छ, विमलाजी इल्गो सिप्स्यो। अवी इ सेङ्हाल पढ्नै पढ्नु, बेजत हुनु भएन, पढ्नु पर्यो। सेङ कहाँनिर गएको, ह्युजी यिनीहरू पढ्ने हो सर। एक नम्बर ह्युजी इवन भन्दै पढ्नु पर्यो क्या। इल्बन, ह्युजी, टोइलेट पेपर, एल्सवे कि त्यस्तो पढ्नु चाबी, पर्दैन, नेपालीमा पढ्नु परेन, खउल कोरियामा मात्रै खउल, अनि खाजोक सा भएन। जिन 1 2 3 4 नछोडिकन पढ्नु न। इल्बन, ह्युजी, इबन, खाजोक साजिन, साम्बन, एगोन, साबन, सिगाब, ओबन, एल्सुई। ठिक छ, पढ्नु न। कहाँ पुग्यो त्यो फेरि, एल्सवे पछि यसलाई के भन्छ, ओभन पछि के आउँछ रे, युगबन। हजुर युगबन, हजुर युगबन हो। युगबन, खाबाङ, चिल्बन, उसान, फाल्बन, वाजाङफुम, खुबन ग खउल, सिबन।
feet, पाल्ली civil उम्, civilban, फेगा छैन fege, civ-ibon, ल यो ibul. पढ्नु चाहिँ अलिकति प्र्याक्टिस हुन पर्यो है। मैले पहिल्यै भनेको पढ्न आएन भने त फेल हो। तपाईँलाई पढ्न आइरहेको छैन भने चाहिँ म पास हुन्छु भनेर सोच्नै भएन, किनभने पढ्न आउनै पर्छ। पढ्न आएन भने त तपाईँको 5 मिनट लाग्ने क्वेसनलाई तपाईँले 1 मिनटमा पढ्न सक्नुभयो भने 4 मिनट तपाईँले सल्भ गर्न टाइममा हुन्छ है। पढ्नु चाहिँ पर्यो, उच्चारण चाहिँ एकदम स्पष्ट हुन पर्यो है। सो यहाँ अवि यी सेङ्वाल योङफुम जीवनयापनमा प्रयोग हुने सामान छ। अब यो पनि अघिको क्रमबद्ध तरिका क्रमबद्ध तरिका होइन, सुनसरो इल्गो सिप्स्यो है। यो चाहिँ क्रमबद्ध तरिकामा पढ्नुहोस्। यो चाहिँ 1 2 3 यहाँ नम्बर जुन दिइरहेको छ यो अनुसारको इल्बन युजी अथवा टोइलेट पेपर, इवन खाजोक साजिन परिवारको फोटो, साम्बन यक्वन राहदानी अथवा पासपोर्ट, साबन छिगाप वालेट, ओवन यल्सोए चाबी, युगबन खाबाङ झोला, छिलबन उसान अम्ब्रेला अथवा छाता, फाल्बन वजाङफुम यो चाहिँ कस्मेटिक प्रडक्ट भयो है, केटीहरूले लाउँछ नि त्यो मेकअप गर्दाखेरि हो त्यो सामानहरू भयो। खुबन खौल, यो खौल भनेको चाहिँ ऐना हो है, ऐना। अनि सिपबन फिट भनेको काइयो, सिबिलबन फेगे, फेगे भनेको चाहिँ सिरानी, पिलो भनेको बुझ्नु भयो नि यो है यो। अनि सिप इबन इबुल भनेको चाहिँ ब्ल्याङ्केट है। अब यहाँ फेरि आयो हाम्रो यन्सिप अथवा अभ्यास। खुरिमुल बोगो बोगिवा खाची थेवारुल भन्छङ हाँस्यो। चित्रलाई हेरेर उदाहरणसित जस्तै वाक्य पुरा गर्नुहोस् भनेको छ। अब यहाँ चाहिँ बिबी लेखेको छ, यो चाहिँ क्रिमको नाम हो है, झुकिनु भएन। इगन मोयो यो चाहिँ के हो, वाजाङ फुम ए हो, यो चाहिँ हाम्रो कस्मेटिक प्रडक्ट हो अथवा चाहिँ हाम्रो सौन्दर्यको सामग्री हो भनेको जस्तो भयो है। अब यो पनि अघि सजिलै छ, म एन्सर सर सो म चाहिँ सजिलो छ यो पनि, एन्सर सर भनिदिन्छु, पछि रेकर्डिङ फेरि रिप्ले गरेर एन्सर लेख्नुहोस् है। 1 नम्बरमा गामा हुन्छ इगन मोयो उसान इयो, छाता हुनुभयो। इगन मोयो यो यल्स्वे इयो चाबी हो। इगन खाजोक साजिन इयो यो परिवारको फोटो हो सोधिरहेको छ, यसले आनियो यक्वन इयो अथवा पासपोर्ट हो आउनु पर्यो। साबन इगन इबुली इयो आनियो फेगे एयो आउनु पर्यो, फेगे एयो आउनु पर्यो। यहाँ चाहिँ ए हुनु भएन है, फेगे एयो। फेगे एयो बनाउनु भएको छ भने रङ, फेगे अनि एयो आउनु पर्यो, किनभने फेगे माथि एल्सोएमा नि ए हो है, त्यो फाचिम हेर्नु पर्यो है। ओभन, ओभनमा चाहिँ इगन मोयो यो के हो, छिगाप इयो। इगन मोयो यो चाहिँ आनियो, सरी इगन कम्प्युटर हो, यो कम्प्युटर हो आनियो। खौल यहाँ चाहिँ ए आउनु पर्यो, खौरी हो आउनु पर्यो है। फाचिम हेर्ने, फाचिम यो लास्टमा फाचिम हेर्ने, फाचिम छ कि छैन फाचिम है। फाचिम भनेको चाहिँ व्यञ्जन वर्ण नै हुनु पर्यो, स्वर वर्ण झुन्डेर भएन। व्यञ्जन वर्ण झुन्डिरहेको छ भने चाहिँ फाचिम हुने भयो। यो फाचिम भयो, यो फाचिम भयो, यो फाचिम भयो, यो फाचिम भयो है। मुनबब ए पढौँ त ल सुशीलाजी। मुनबब इगा आनी हेयो, इगा आनी हेयो नुन जुअए सोक्सङ्गोल नाथानेनुन म्यङ्सा वा खेला भाय खु सोक्सङ्गी सासिरी एनिमुल नाथानेन्दा विमलाजी फाथिङ टिप्स ani eo ani e nun i e o e phu jang phiêu hun i da i ga ani e nun kyok sik chok jog in
사왕에서는 이가 아닙니다로 यो तलको 사용된다. 이가 아니에요. होइन यो पढ्ने यो 예. 이건 워- 이건 भएन रामसँग पढ्नु न रामसँग 완성품이 पढ्नु 아닙니다. 이건 वाङ छैन वाङ छैन वाजाङ 완장품 와장 राम 와장 예. 이건 ल 완장품이 यो चाहिँ पढ्नु त 아닙니다. सुशीलाजी यो 예고 저는 인도 사람이 아니에요. 그건 유지가 아니에요. 가 이건 유수프 씨 우산이에요. 나 아니요. 유수프 씨 ठिक छ 우산이 ल है त 아니에요. 이가 아니에요 अथवा होइन 이가 아니에는 주어의 속성을 나타내는 명사와 켈합하여 그 속성이 사실이 아님을 나타낸다. So 이라가 चाहिँ सब्जेक्ट अथवा चाहिँ विषयको भावलाई जनाउने नामसँग जोडिएर त्यसको भावको सत्यता होइन भन्ने कुरालाई जनाउँछ भनेको छ। टिप्समा हेर्नुभयो भने चाहिँ आनिएनुन इएयो ए बुजङ फ्योहनिदा है। सो आनियो चाहिँ इएको विपरीतार्थी अभिव्यक्ति हो भनेको छ। बुजङ भनेको चाहिँ नेगेटिभ। इगा आनियो चाहिँ ख्यक्सिक छगिन औपचारिक सांवाङ एस नुन अवस्थामा चाहिँ इगा आनिम्निदारो साइङामिदा इगा आनिम्निदा चाहिँ प्रयोग हुन्छ भनेको यसको चाहिँ यो इन्फर्मल रूप भयो यो चाहिँ हाम्रो फर्मल रूप भयो है। भन्नु खोजेको त्यति हो यसले है। इगा आनिएको औपचारिक रूपमा प्रयोग हुँदा चाहिँ इगा आनिम्निदा हुन्छ। सो यहाँ इगन वाजाङफुमियो यो चाहिँ कस्मेटिक प्रडक्ट होइन भनेको सरी इगन वाजाङफुमी आनिम्निदा यो चाहिँ कस्मेटिक प्रडक्ट होइन भनेको छ। अब फाचिम हुँदा इ आनिएयो फाचिम नहुँदा गा आनिएयो लाउने त हो। छिगा पर्स भएको छ छिगाबी आनिएयो पर्स होइन। विसा अथवा चाहिँ हाम्रो डक्टर चाहिँ डक्टर होइन भएको छ विसागा आनिएयो। त्यसरी उदाहरणमा छन् इन्डो सारामी आनिएयो म चाहिँ इन्डो भनेको इन्डिया होइन म इन्डियाको मान्छे होइन। खुगन युजिगा आनिएयो त्यो चाहिँ टिस्यु पेपर होइन। इगन युसुफुसी उसानिएयो अब यो चाहिँ युसुफुजीको छाता हो सोधेको यो आनियो युसुफुसी उसानी आनिएयो होइन युसुफुजीको चाहिँ छाता होइन भनिरहेको छ है। सो यहाँ इल्वन बोगिवा खाची मुन्जाङुल वानसँग हाँस्यो उदाहरणसित जस्तै वाक्य पुरा गर्नुहोस्। इ गतमा चाहिँ यो चाहिँ नेगेटिभमा बना भनेको हो यल्स्वे छ इ गसुन यल्स्वेगा आनिएयो यो चाहिँ चाबी होइन बनाएको छ है। इल्वनमा इ गत र खाबाङ छ यसलाई बनाउँदा चाहिँ इ गसुन खाबाङी आनिएयो हुन्छ यो चाहिँ झोला होइन। तलको 2 नम्बरमा चाहिँ खुगसुन युजिगा आनिएयो त्यो चाहिँ टिस्यु पेपर होइन हुन्छ। साम्बन अथवा चाहिँ 3 नम्बरमा चाहिँ दारासिनुन दाराजी चाहिँ मोक्सु भनेको कार्पेन्टर अथवा चाहिँ काठको काम गर्ने मान्छे हो है। दारासिनुन मोक्सुगा आनिएयो दाराजी चाहिँ कार्पेन्टर अथवा काठको काम बनाउने काम गर्ने मान्छे होइन भनेको छ। र छ म्यानमा सारामलाई चाहिँ छनुन म्यानमा सारामी आनिएयो म चाहिँ म्यानमारको मान्छे होइन बनाउनु पर्यो। त्यसै गरेर 2 नम्बरमा खुरिमुल बोगो बोगिवा खाची थेवाए बोसेयो चित्र हेरेर उदाहरणसित जस्तै संवाद गरी हेर्नुहोस् भनेको छ है। सो चित्रमा चाहिँ के छ थाल्यक इएयो क्यालेन्डर हो सोधेको छ। यहाँ मान्छे गर्दा चाहिँ हाना दुल सेत नेत हुन्छ है त्यसमा पनि हान दु से ने लाग्छ है सुरुको 4 वटा मान्छे। सो थाल्यक इएयो आनियो थाल्यकी आनियो खाजुक साजिनियो म्यतम्यङ इसुमनिका
नियम 있습니다. है सो यही अनुसारले बनाउनु पर्यो. 1 नम्बरको चाहिँ कफी इयो कप हो सोधेको. यसमा आनियो वाजाङफुम इयो होइन कस्मेटिक प्रडक्ट हो बनाउनु पर्यो. 2 नम्बरमा फेगेयो सिरानी हो आनियो इबुल इयो होइन सिराग हो बनाउनु पर्यो. र 3 बनमा चाहिँ ख्याङछालग्वानी इयो प्रहरी हो आनियो सोबाङग्वान. यो चाहिँ सोबाङग्वान है आगो नियन्त्रण काम गर्ने फायर फाइटर हो. सोबाङग्वान आनी के अरे सरी आनियो ख्याङछालग्वान आनियो अथवा चाहिँ आनियो सोबाङग्वाङ इयो बनाउँदा नि भयो. अब यो फर्मेट अनुसारले चाहिँ मिल्ने भनेको चाहिँ आनियो ख्याङछालग्वानी आनियो बनाउनु पर्यो है. अनि त्यसपछि तल चाहिँ के आउनु पर्यो त सोबाङग्वाङ इयो आउनु पर्यो. केही छ प्रब्लम? छैन सर, ठिक छ. यसमा त इबनमा भरे सर पनि पढिहालौँ रहेछ त. इल्गो सिप्स्यो युसुफु सिनुन सुसिलासी आगुङ सिनुन बिमलासी इल्गो सिप्स्यो पाली. आगुङसी 이건 마두씨의 가방이에요. 아니요, 제 가방이에요. 이건 뭐예요? 마루 씨의 가족사 पढ्दा अलिकति 진이에요. फ्लुएन्सी पनि हेर्नु पर्यो है. म पहिला चाहिँ लिसनिङ प्ले गर्छु अनि त्यसपछि बुझाउँछ है. 아궁 씨, 이건 마두 씨의 가방이에요? 아니요, 제 가방이에요. यो भन्न खोजेको चाहिँ आगमजी यो चाहिँ माधुजीको झोला हो होइन मेरो झोला हो भनेर चाहिँ. 이건 뭐예요? 마두 씨의 가족 사진이에요. यो चाहिँ के हो माधुजीको परिवारको फोटो हो भनेको छ है. सो यहाँ वी म बुझाइदिन्छु पहिला वी चाहिँ. अब यसको पनि तपाईको उच्चारण गर्ने विधिको बारेमा भनेको छ यो चाहिँ. वी नुन म्यङसा प्लस वी म्यङसाए फुछङरो साङ दैनुन्दे. वी चाहिँ नाम प्लस वी नामको संरचना हुँदा प्रयोग गरिन्छ. आफ म्यङसा थुई अगाडिको नाम थुई म्यङसाए पछाडिको नामको सुयुजु. सुयुजु भनेको चाहिँ हाम्रो स्वामित्व है. स्वामित्व सोसोक खिग्वान इमुल सम्बन्ध भित्रमा नाथानेगना जनाउने अथवा आफ दुई म्यङ्स अगाडि पछाडिको नाम खाने ख्वाङ्गिगा इसिमुल भित्र चाहिँ सम्बन्ध भएको कुरालाई नाथानिन्दा जनाउँछ. दे म्यङ्सा छ ना नए. दे म्यङ्सा भनेको चाहिँ म्यङ्सा भनेको नाम भयो भने दे म्यङ्सा चाहिँ सर्वनाम है. सर्वनाममा चाहिँ छ ना न. म यो ना पनि म नै भयो. न भनेको चाहिँ तिमी अथवा त होइन. ए मा विगा वी खाले फाया जोड्यो भने जे ने वी अथवा चाहिँ मेरो मेरो होइन अथवा तिमीहरूको त्यो अनुसारले चाहिँ फर्मेटमा छुरो सुइन्दा प्राय लेखिन्छ भनेको छ. यहाँ चाहिँ फर्मेट देखाएको छ. छवीको छोटो भाषा जे भयो सरी छवीको जेठो भाषा छे नवीको ने अनि नावीको ने अनि नवीको पनि ने नै भयो है. खुगन छे यल्सुए हो त्यो चाहिँ मेरो चाबी हो भनिरहेको छ है. ल यहाँ एन्सर दिउँ त. सुरुमा चाहिँ इगन नुगुए खाबाङी हो विमलाजीले भन्छ. हेरेर भन्नु त के लेखा छ. पाल्ले 애기는 가족이 बनाएको यो इगन 사진도 नुगुए यो कसको 있습니다. झोला हो बनाउ भएपछि कसको आउनु ए. आगुङजीको आउनु पर्यो हो. 아구
थेवा इमा हेर्नु न, थेवा इमा कहाँनिर तलको हो क्वेसन हो सर? एकको लेखा छ कि छैन? थेवा इगनको 가방이 이건 아군 씨의 가족 사진은 यहाँ क्वेसन चाहिँ खाबाङ भन्दैछ अनि तपाईँ चाहिँ खाजोक साजन 사진이에요. भन्ने। पछाडिको 이건 हो, 아군 1 नम्बरको 씨의 एन्सर चाहिँ इगन 가방이에요. आगुङसिए खाबाङ이에요। नम्बर 2 सुशीलाजी, इगन आगुङसिए खाजुङ साजिनिए요। आनियो मादुसिए खाजोक साजिनिएयो। निर्धारित अभिव्यक्तिलाई पुनः प्रयोग गरेर संवाद गरी हेर्नुहोस्। अब यो चाहिँ म डाइरेक्टली चेन्ज गरेर भन्छु। इगन वाजाङफुम इएको ठाउँमा चाहिँ बुलफेन आउनु पर्यो। इगन बुलफेन एयो, एयो मात्र है, के अरे बुलफेन इएयो आउनु पर्यो। यहाँ पनि फाचिम छ। यो चाहिँ कस्मेटिक प्रडक्ट हो को ठाउँमा चाहिँ यो चाहिँ बोलपेन हो बनाउनु पर्यो। आनियो होइन, खुगन यनफिरी आनिएयो बनाउनु पर्यो है। सरी, खुगन बोलफेनी आनिएयो होइन, त्यो चाहिँ बोलपेन होइन। इगन मोएयो, यो चाहिँ के हो, यनफिर इएयो बनाउनु पर्यो। पेन बलपेन हो बनाउनु पर्यो है। सो यहाँ चाहिँ बलपेन आउनु पर्यो दुई ठाउँमा। यहाँ चाहिँ सिसा कलम आउनु पर्यो, यो यनफिल चाहिँ यहाँ आउनु पर्यो है। सो पहिला नि बनाइसकेको छ। एन्सर के हुने भयो, इगन बुलफेनी एयो आनियो, कुगन बुलफेनी आनियो, इगन मोएयो यनफिरी एयो आउनु पर्यो है। अब यहाँ उपयुक्त अथवा उपयोगी अभिव्यक्तिहरू है, युजफुल एक्सप्रेसन। नेल फैपगेसुम्निदा भनेको चाहिँ भोलि भेट्ने छु। छिगुम थुइगुन हाँस्यो, जोसिमेसा खायो, अहिले छुट्टी गर्नुहुन्छ, होसियारपूर्वक जानुहोस्। ने फान्जाङ नेम हुन्छ। फान्जाङ नेम भनेको चाहिँ लिडर हो, लिडर होइन, समूह लिडर, ग्रुप लिडर जस्तो। ने फान्जाङ नेम हुन्छ लिडरज्यू अथवा हुन्छ टिम लिडरज्यू। नेल फैपगेसुम्निदा भोलि भेट्ने छौँ अथवा भोलि भेटौँ भन्ने जस्तो कुरा भयो है। मुनमा वा छङ्बो, अब यहाँ हामीसँग टाइम धेरै छैन, त्यसैले म सरल बुझाएर मात्रै हिँड्छु है। हाङ्गुएस आल्तुलागे सेङ्कुङ फुमुल खुइ भानुन चिप। मैले पहिला नै भनेको थिएँ, यो भनेको चाहिँ कोरियामा चाहिँ सुलभ तरिकाले चाहिँ दैनिकी जीवनमा आवश्यक पर्ने सामग्रीहरू किन्ने अथवा खरिद गर्ने टिप्स है। त्यहाँ इङ्ग्लिसमा पनि दिएको छ, टिप्स फर बाइङ डेली नेसेसिटिज चिपली इन कोरिया होइन। अब दैनिकी सामान चाहिँ सस्तोमा किन्ने चाहिँ कोरियामा गएको भए चाहिँ टिप्स भनेको छ है यहाँ। अब यो अलिकति गाह्रो छ, तर म सरल बुझाउँदै जान्छु है। देहेङ माथुएस, देहेङ भनेको ठुलो है, ठुलो माटमा चाहिँ चोङ चोङ है, केही अथवा चाहिँ कहिलेकाहीँ भनेको है यो चाहिँ। सो ठुलो माटमा चाहिँ कहिलेकाहीँ 1+1 इल प्लस इल अथवा प्लसलाई चाहिँ द हागी भन्छ, इल द हागी इल, इ द हागी इल, अथवा चाहिँ 1+1 2+1 तोनुन अथवा छुमाल तुक्की सप्तान्तको विशेष वा खातुन सित जस्तै वारिन हङसारुल आल्यस सिक्रोफुम बुत्थ सेङवाल योङफुम काजी दायहाङ साङफुमुल सागे फान्म्याम्निदा भनेको छ है। सो सप्तान्त विशेष जस्ता छुटका इभेन्ट गरी अथवा चाहिँ डिस्काउन्टको प्रोग्रामहरू गरी खाद्य पदार्थदेखि जीवनयापनको अत्यावश्यक सामग्रीसम्म विभिन्न सामानलाई सस्तोमा बेचिन्छ भनेको छ है। सो यहाँ चाहिँ हाम्रो मेन भनेको चाहिँ फान्मे हादा आउनु पर्यो। यो भनेको फाल्दा हो है। सादा भनेको सस्तो, साङफुम भनेको चाहिँ सामान्य भयो है। माथुएस नानुवा जुनुन छिन्दान जिरुल थोङ्गे वारिन साङफुल मित वारिन खुम्यक छुजन साङफुलदुङ वारिन यङसाय देहान छङबुरुल अदुल सुइसुम्निदा भनेको छ है। माटबाट बाडिने पर्ची अथवा चाहिँ हाम्रो छिन्दान छ भनेको छ है त्यहाँ। सो यो भनेको चाहिँ के हो त, विज्ञापन पर्ची हो है। सो माटोबाट बाडिने विज्ञापन पर्चीको मार्फत छुट सामान र छुट र कम सिफारिसमा सामान आदि छुटको इभेन्टको बारेमा जानकारी पनि पाउन सकिन्छ लिइरहेको छ है।
सो मार्कमा चाहिँ यो चिन्दान्छ भनेको यस्तै हुन्छ यो हो है चिन्दान्छ भनेको यहाँ पिक्चरमा देखेको छ नि छन् इबेक ओ छन् साम छन् अनि मान साम छन् यसरी दिइरहेको छ नि सामानहरूको छ होइन त्यो पैसाहरू त्यो अनुसारको यो चाहिँ हामीबाट छिन्दान्छको नमुना पत्र भयो है अनि त्यसपछि 온라인 쇼핑몰을 통해서도 생필품을 사기 구매할 수 있습니다. सो अनलाइन सपिङ माध्यमबाट पनि नियमित रूपमा चाहिँ छुटको इभेन्ट गर्छन् अथवा चाहिँ सस्तो गरी चाहिँ सामान खरिद गर्न सकिन्छ भनेको छ अर्को चाहिँ 온라인 쇼핑몰에서는 청기차구로 할인 행사를 하거나 할인 쿠폰을 제공합니다. So अनलाइन सपिङहरूबाट चाहिँ नियमित रूपमा डिस्काउन्ट हुने इभेन्ट गर्ने अथवा चाहिँ डिस्काउन्टको कुपनहरू पनि उपलब्ध गराइन्छ भनिरहेछ है र लास्टमा चाहिँ 이를 활용하여 특정 상품 사기 구매하거나 주가 할인을 받을 수 있습니다 भनेको छ सो लास्टमा चाहिँ यसलाई उपयोग गरी विशेष सामानलाई सस्तोमा खरिद गर्ने अथवा थप छुट पाउन सकिन्छ भनेको छ है अब अझ यसको लागि चाहिँ हामीले प्रभावपूर्ण गर्नको लागि चाहिँ हाम्रो अझ त्यहाँ किताबमा त क्वेसन पनि छ यहाँ चाहिँ क्वेसन चाहिँ छैन है अर्को छ हाम्रो 또는 당근과 같은 중고 거래 플랫폼을 통해서도 생필품을 싸게 구할 수 있습니다 भनेको छ है सो त्यसै गरी थाङ्गुन भनेको चाहिँ यो जुन छ नि थाङ्गुन यो चाहिँ हाम्रो हो है एउटा चाहिँ मार्टको नाम हो है सो त्यसै गरी थाङ्गुन जस्ता सेकेन्ड ह्यान्ड कारोबार है चुङ्गो खरे भनेको चाहिँ सेकेन्ड ह्यान्ड कारोबार गर्ने प्लेटफर्म मार्फत पनि जीवनयापनमा अत्यावश्यक सामग्री सस्तोमा खरिद गर्न सकिन्छ भनेको छ 다른 사람들이 더 이상 사용하지 않은 생활품뿐만 아니라 가전 제품, 가구에 이르기까지 다양한 물건을 살 수 있습니다 भनेको छ है अरू मान्छेले प्रयोग गरेको सामानी दैनिकी सामाग्री मात्र नभएर घरायसी इलेक्ट्रोनिक सामान फर्निचर अथवा विभिन्न सामानहरू किन्न सकिन्छ भनेको छ है 다양한 물건 भनेको चाहिँ विभिन्न सामान 이러한 중고 거래 플랫폼 통하에 자신이 사용된 물건이 팔 수도 있습니다 भनेको छ है सो यस्तो सेकेन्ड ह्यान्ड कारोबार गर्ने प्लेटफर्म मार्फत आफूले प्रयोग गरेको सामान पनि बेच्न सकिन्छ 플랫폼 통한 중고 거래는 대부분 같은 지역에 사는 사람들 사이에서 직거래로 이루어집니다 है सो प्लेटफर्म मार्फत प्रयोग गरिने सामानको अधिकांश लेनदेन एउटै क्षेत्रमा बस्ने व्यक्तिहरू बीच सिधा कारोबार हुन्छ भनेको छ है सो कोरियामा गयो भने चाहिँ सेकेन्ड ह्यान्ड प्लेटफर्ममा जाने या यस्तो चाहिँ हाम्रो डिस्काउन्ट कुपनहरू किनेर जाने भन्ने कुरा हो है अब यो चाहिँ म बुझाउँदिन हैन यो चाहिँ किनभने हामीले क्लासमै गरिसकेको कुरा हो त्यसैले म यसलाई स्किप गर्छु प्रब्लम भयो भने चाहिँ मलाई तपाईहरुले मेसेज गर्नु डाइरेक्टली चाहिँ है म एन्सर चाहिँ भनिदिन्छु यसको है 1 नम्बरको 우산입니다 छाता हो 정답은 4번 2 नम्बरको 연필입니다 정답은 3번 तलको शब्दसँग सम्बन्धित भएको के हो खाबाङ भनेको झोला छ सो 정답은 2번 물건 सामान हो तलको मध्ये अन्डरलाइन गरेको भागमा मिलेको वाक्य छान्नुहोस् भनेको छ यसको चाहिँ हाम्रो 2번 हुन्छ 달력이 아니에요 क्यालेन्डर होइन अनि 5 मा चाहिँ थाम खुरुल 일고 नियम과 같은 것을 고르십시오 तलको विषय पढेर विषयसँग उस्तै भएको छान्नुहोस् यसको 정답 चाहिँ हुन्छ हाम्रो 3번 물건은 거래할 때 대부분 택배를 이용해서 물건을 받습니다 है सो सामान चाहिँ किनमेल गर्ने बेला निश्चित रूपमा चाहिँ डेलिभरी अथवा पार्सलको कुरियर सर्भिस प्रयोग गरेर पनि सामान पाउँछन् भने चाहिँ कसरी हुन्छ यहाँ भित्र पढेर बुझ्नुहोस् है सो तल जाउँ हामी ठीक छ अब लिसनिङ बजाउँछु सरर बुझाउँछु है
एन्सर त पहिला नै हामीले पाइसकेको नै छ है, पहिला गरिसकेको छ होइन यो कि गरेर छैन छैन मेरो चाहिँ बिमलाको मेरो चाहिँ छैन। छैन भयो ल म लिसनिङ बजाउँछु सुनौँ है छैन तपाईँ त्यति बेला त बेपत्तै हुनुभएको थियो नि 1번부터 2번까지 다음을 듣고 빈칸에 알맞은 것을 고르십시오. 1देखि 2 नम्बरसम्म तलको सुनेर खाली ठाउँमा मिल्ने चाहिँ छान्नुहोस् भनेको है यो सिगे घडी भनेको छ छङ्दाप इ गर्नु भयो है यो सिगे हो नि त गे कहाँ छ त्यो हेर्नु पर्यो 2 नम्बर 이것은 달력입니다. 이것은 달력입니다. यो चाहिँ क्यालेन्डर हो 2 नम्बर है थाल्य थाल्यक इ ब- 3번부터 4번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. तलको सुनेर प्रश्नमा मिल्ने चाहिँ उत्तर छान्नुहोस् 3번 이건 휴대폰이에요. यो मोबाइल फोन हो भनेर सोधिरहेको छ है हजुर हो मोबाइल फोन किन्छु 2. 네, 휴대폰을 주세요. हजुर हो मोबाइल फोन दिनुहोस् 3. 아니요, 휴대폰이 없어요. होइन 휴대폰 छैन 4. 아니요, 휴대폰이 아니에요. होइन 휴대폰 अथवा मोबाइल फोन होइन भनेछ त्यसैले सबैभन्दा चाहिँ मिल्ने चाहिँ 4 हुनु पर्यो है साबन अन्को केस यो चाहिँ कोरियन भाषामा के हो भनेको है 1. 한국에서 왔어요. कोरियामा आए 2. 그건 이불이에요. त्यो चाहिँ सिरक हो 3. 제 것이 아니에요. अब यो छे गसी आनिएयो भनेको चाहिँ मेरो सामान चाहिँ होइन भनेको है यो नझुकिने छे भनेको मेरो छे गसी मेरो होइन अथवा मेरो सामान होइन भनेको है 4. 책상 위에 있어요. टेबल माथि छ छङ्दाप इबन 2 नम्बर हुनुभयो है दुई नम्बर हुनुभयो क्या 2 장갑 1번 두 사람은 무엇에 대해 말하고 있습니까? दुईजना हजुर 서 सुनेन सुनिँदैन होला सुनेन भर्खर त 장갑 हुँदैछ सुनेन पाउनु न दुईटा मान्छेले के को बारेमा कुराकानी गरिरहेको छ 2 नम्बर हो 4 को त 2 हो के 2번 4 को 2 भयो अब सुन्यो 그건 1번 ल 2번 가게에 뭐야 뭐가 있어요? यहाँ हेर्नु है यहाँ तल पनि छ झोलामा के छ 열쇠하고 지갑이 있어요. चाबीसँग पर्स छ भनेछ है 그리고 여권도 있어요. अनि पासपोर्ट पनि छ भनेपछि के को बारेमा कुरा गरिरहेछ त यो चाबी अनि यो पर्स अनि यो पासपोर्ट भनेको के हो त एन्सर हो मुलगन साम्बन हुनु पर्यो है साम्बन मुलगन। ल ठिक छ सो आजलाई हामी यहीसम्म ओनुनुल 3번 여기까지입니다. खाना खानु भयो 오케이 우리 니엘 아침에 만나요. खाइसक्यो So 안녕히 가세요. 밥을 많이 먹고
잘 자요. 감사합니다. 바이바이. 웰컴.